Namaskar. Welcome to another episode of Mike and Minds. Let's get real. Cause this is Mike and Minds. Mike and Minds को आजको एपिसोडमा हामी कुरा गर्नेछौँ क्रिएटिभिटीको, कन्टेन्ट्सको, कल्चरको अनि क्रिएसनको। मसँग आज हुनुहुन्छ नर्वे बेस्ड नेपाली कन्टेन्ट क्रिएटर जसको इन्स्टाग्राममा भएको पेज निकै नै फेमस छ यहाँ नर्वेमा। उहाँको लगभग 38,000 को हाराहारीमा फलोवर्सहरू हुनुहुन्छ र साथै विभिन्न सोशल मिडिया प्लेटफर्म्सहरूमा पनि उहाँले नर्वेको कल्चर, ल्यान्डस्केप, फुड अनि लाइफस्टाइलहरूलाई चाहिँ भिडियो मार्फत आफ्नो कन्टेन्ट मार्फत चाहिँ दुनियाँलाई देखाउनुहुन्छ। उहाँको मैले नाम लिनु भन्दा पनि उहाँको मैले यदि कामको नाम लिए भने चाहिँ सायद धेरैले चिन्नुहुन्छ। मसँग यहाँ हुनुहुन्छ सन्तोष अर्याल। Welcome to Mike and Minds. Thank you so much. एकदम दामी इन्ट्रोडक्सन दिनुभयो हैन? हो। मैले अघि भनेको ठिक हो, लाइक हजुरको नाम भन्दा पनि हजुरको कामको नाम भन्यो भने चाहिँ मान्छेले अलि बढी चिन्ला नै। त्यो नाम पनि छ एकचोटि हैन? मलाई त देख्दाखेरि कलर्स अफ नर्वे भनेर एक दुईचोटि त्यस्तो धेरै त हैन? तर त्यो ट्रेनमा हिँड्दाखेरि अब त्यो हैन भने जस्तो त मैले पनि सुनेको छु। त्यो ठिकै हो, कामकै कुरा है। कलर्स अफ नर्वे कसरी यो नाम रहन गयो, लाइक के थियो यसको बिहाइन्ड द सिन? बिहाइन्ड द सिन चाहिँ के थियो भन्दाखेरि रश्मि मेरो बुढी रश्मिले चाहिँ पहिले 2-3 वर्ष पहिला नै त्यो कलर्स अफ नर्वे भनेर एउटा पेज बनाएको थियो उसले। अनि त्यसमा चाहिँ अब त्यस्तो धेरै पोस्टहरू थिएन, उसले आफ्नै हिसाबले बनाइरहेको थियो। त्यही 50-60 वटा जति फोटो हालेको थियो होला। अनि त्यसपछि ब्याक इन नेपाल, अब नेपालमा त म कन्टेन्ट क्रिएसन, त्यो भिडियो बनाउने, जताततै घुम्ने भिडियो बनाउने त त्यो अलरेडी छँदै थियो आफूमै। अनि त्यसपछि म यहाँ आएपछि त्यो तिम्रो एउटा कलर्स अफ नर्वे पेज थियो नि, के भयो भनेर मैले बुढीसँग सोधेँ। अनि त्यो पेज चाहिँ कसरी डिएक्टिभेट भएको रहेछ, अनि त्यो रिभाइभ गर्न मिलेन क्या त्यो पेज। अनि त्यसपछि वाइ नट नयाँ किन सुरु नगर्ने भनेर होइन, त्यो नाम चाहिँ त्यसरी रहेको थियो। अनि त्यसपछि त्यो सबैभन्दा दामी लाग्यो मलाई त्यसको नामको कुरा चाहिँ, खास नर्वे त्यस्तो कोल्ड छ नि त, त्यस्तो भाइब्रेन्ट छैन नि त होइन। अनि त्यसपछि इभन कोल्ड कन्ट्री भइकन पनि यहाँको त्यो कन्टेन्टहरूलाई चाहिँ कसरी भाइब्रेन्ट बनाउने, अनि त्यसपछि त्यो कसरी कन्टेन्ट चाहिँ कलरफुल बनाउने भन्ने कुरा हो। कोल्डको चाहिँ अब खास कुरा गर्दा त्यो व्हाइट एन्ड ग्रे भने जस्तो है 7-8 महिना हिउँपर्छ। अनि त्यसपछि त्यो कोल्डलाई चाहिँ कसरी कलरफुल बनाउने भनेर, अनि त्यसपछि त्यो मेरो पनि सहमति हुनु पर्यो नि त होइन, आफैले रन गर्न लागेको पेजको। अनि त्यसबाट चाहिँ कलर्स अफ नर्वे त्यसरी भनेपछि अलरेडी एक्जिस्टेड पेजलाई नै तपाईले कन्टिन्यू गर्दै? अलरेडी एक्जिस्टेड चाहिँ त्यो नाम चाहिँ अलरेडी एक्जिस्ट भएको भयो, तर मैले गरेको चाहिँ त्यो नयाँ नै पेज भयो। त्यही त तपाईको कन्टेन्टहरू हेर्दाखेरि एकछिन कन्फ्युज हुन्छ कि नर्वे यस्तो छ र जस्तो लाग्छ, किनकि कति वर्ष भयो नर्वे बसेको, तर पनि तपाईको भिडियो थ्रु हेर्दा चाहिँ भनेर रियलाइजेसन एउटा एक खालको हुन्छ। तर जसरी तपाईले कन्टेन्टमा त्यस्तो कलरफुल, भाइब्रेन्ट अनि एकदम राम्रो देखाउनुहुन्छ, नर्वे साँच्चीकै त्यस्तै छ जस्तो लाग्छ कि होइन मेरो कामको लागि चाहिँ राम्रो देखाउनु पर्छ भनेर? त्यो चाहिँ दामी रहेछ। कस्तो अब कलरफुल ठाउँहरू पनि छ कि नर्वेको चाहिँ, अब जे कुरा पनि एकदम वेदर डिपेन्डेन्ट छ होइन। अब मैले मोस्ट अफ द कति 700-800 वटा कन्टेन्ट बनाएँ, अलमोस्ट 800मा 50-60% चाहिँ त्यो वेदर रिलेटेड कन्टेन्ट नै छ होइन। अब विन्टरमा कस्तो हुन्छ, समरमा कस्तो हुन्छ, स्प्रिङमा कस्तो हुन्छ, त्यो वेदर अनुसारको हुन्छ। अनि नर्वे चाहिँ कस्तो छ भन्दाखेरि समरमा चाहिँ यहाँ जति कलरफुल ठाउँ अन्त छँदै छैन कि भन्ने जस्तो कलरफुल छ होइन ठ्याक्क। अनि त्यसपछि विन्टर र अनि त्यसपछि अरू समर बाहेकको टाइम चाहिँ एकदमै त्यो ग्लुमी, त्यो पनि फेरि डिसेल ठाउँ अन्त छैन भने जस्तो हुन्छ नि त। अनि त्यो स्पेसिफिक टाइममा कहिले काहीँ पुग्न सक्यो भने चाहिँ नर्वे एकदमै भाइब्रेन्ट छ, एकदमै कलरफुल छ। फर इन्स्टेन्स त्यो विन्टरको डिसेम्बर जनवरी डेकै टाइममा पनि बेलुकातिर कुनै दिन लकी भएर त्यो ओपेरा हाउसतिर गयो भने यस्तो दामी सनसेट देख्छ कि त्यो रातो, त्यो पोसिबल यस्तो त हुन्छ र भनेर जस्तो हुन्छ कि। अब मैले कतिपय फोटो खिच्दाखेरि अब त्यो कस्तो रातो कि त्यो मैले देखेँ त्यो फ्यु भिडियोजहरु, त्यो के खाले अब यस्तो पनि कलर हुन्छ र भने जस्तो हुन्छ। अनि अब
ठ्याक्कै त्यस्तो भाइब्रेन्ट पनि छैन, त्यो सधैँभरिलाई त्यस्तो भाइब्रेन्ट पनि छैन, तर एट द सेम टाइम त्यस्तो ग्लुमी मात्र पनि छैन। एकदम डिप्लोमेटिक एन्सर भयो तर होइन ठिक हो। तर प्रोभिजनहरूको भनाइ अनुसार चाहिँ लाइक अब इट्स नट ब्याड वेदर, इट्स ब्याड क्लथ्स भने जस्तै राम्रो लुगा लगाएर तातो लुगा लगाएर हामी बाहिर निस्क्यो भने विन्टरमा धेरै कुराहरू देखिन सक्छ, लाइक हिउँदेखि लिएर लाइट्स तपाईँले भन्नुभयो, मेबी त्यो होला। हजुरको कन्टेन्ट क्रिएसनको जर्नीको बारेमा हल्का त भन्नुभयो, तर तपाईँले चाहिँ फर्स्टमै यो पेजलाई कन्टिन्यू गर्न सोच्दाखेरि या विचार गर्दा यसलाई कन्टिन्यू गर्छु भन्दाखेरि हजुरले चाहिँ यसलाई म अब हुन्छ नि मेरो आफ्नो प्यासन मात्र नभएर यसबाटै म अर्निङ पनि गर्छु भनेर सोचेर अगाडि बढ्नुभयो कि होइन म मेरो प्यासनको लागि मात्र फोटो भिडियोजहरू राख्छु भनेर सोच्नुभयो? किनकि मैले कता पढेको थिएँ मोर देन 60% मान्छेहरू चाहिँ पैसा कमाउँछु भनेर खोला हुन्न अथवा गरे हुन्न अरे कि त्यो बिस्तारै आफै प्रोसेसमा हुने रहेछ। तर बाँकी पनि हुनुहुँदो रहेछ जसले चाहिँ फाइनेन्सियली नै म यहाँबाट अर्न गर्छु भनेर लाइक खोल्नु भएको गर्नुभएको होइन? तपाईँको केसमा के थियो त? मेरो केसमा चाहिँ के थियो भन्दाखेरि सुरुमा त त्यस्तो अब यसबाट अर्निङ होला यताउता खास अब भन्दाखेरि अब नयाँ पेज स्टार्ट गर्दाखेरि योलाई मैले यति बिग गराउँछु, योबाट मैले मोनिटाइज गर्छु अनि त्यसपछि योबाट मैले डेली सोर्स अफ इन्कम बनाउँछु भन्ने जस्तो त्यो फिलिङ कसैलाई पनि लाग्दैन होला टु बी अनेस्ट होइन। किन भन्दा त्यो क्यापिटलिस्टिक कुराले मात्र खोलिँदैन नि त, कतिपय रहर हुन्छ, कतिपय मान्छेको इन्ट्रेस्ट हुन्छ होइन। अनि त्यसपछि त्यो लोभको कर्भ चाहिँ होइन मैले यसबाट केही पैसा कमाउन सक्छु कि भन्ने त्यो कर्भ चाहिँ बढ्दै 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 एट द सेम टाइम त्यो पोस्टहरूको त्यो इङ्गेजमेन्ट पनि बढाएको हुन्छ। अनि त्यसपछि आफूलाई फलो गर्ने त्यो नयाँ फर इन्स्टेन्स लागि एउटा रेस्टुरेन्टले फलो गर्यो होइन, अनि त्यसपछि अहिले रेस्टुरेन्टले फलो गर्यो भने ल यसले यसि त मैले केही बिजनेस डिल गर्नु पाउँछु कि भन्ने जस्तो हुन्छ होइन। त्यो सुरुवात गर्दाखेरि चाहिँ कम्प्लिटली एकदम त्यो इनोसेन्ट एज अ इनोसेन्ट क्रिएटर बन्छु भनेर स्टार्ट गरेको थिएँ। अनि त्यसपछि पछि अलिअलि हुँदै जाँदाखेरि चाहिँ त्यो फलोवर्सहरू बढ्दै जाँदाखेरि चाहिँ अब मान्छेलाई एउटा टाइममा कस्तो हुन्छ भन्दाखेरि त्यो काम जस्तो नि लाग्नु थाल्छ कि होइन। अनि त्यसपछि अब दिनदिनै अब गरेको छ होइन, अनि त्यसपछि आउनु केही छैन किन गरेको छु यो भने जस्तो नि हुन्छ, फ्रस्ट्रेसन अलिकति काइन्ड अफ हुन्छ। किन भन्दा त्यो मेहनत त छ नि त त्यसमा त, अब 24 आवर काम गर्नु पर्यो भने जस्तो हुन्छ। कहिले अब राति रिसेयर गरेर हुन्छ, कसले ट्याग गर्छ होइन, अनि त्यो कन्टेन्ट बनाउनु पर्यो, यो गर्नु पर्यो। अब हेर्दाखेरि पनि अब सजिलो के हो र भन्ने हो जस्तो हुन्छ, तर बाहिर स्टोरी चाहिँ एकदमै त्यो गाह्रो नै छ कि। अनि त्यो मेहनत गर्दाखेरि मैले चाहिँ केही पाउनुपर्छ यसबाट भन्ने जस्तो त्यो फिलिङ अलिकति बढ्दै बढ्दै जाँदो रहेछ। अनि त्यसपछि मोनिटाइजेसनतिर अलिकति आफूले पनि पुस गरिन्छ। अनि अब त्यो सबैलाई नै लाग्छ कि फेरि अब त्यो काम गर्नुभन्दा सकेसम्म यतिबाट केही होस् भन्ने जस्तो सबैलाई हुन्छ। अनि जस्तै कसरी मोटिभेटेड रहने, लाइक फर इक्जाम्पल अब सर्टन अमाउन्टसम्मको फलोवर्स रिच इन्गेजमेन्ट नपुगेसम्म त तपाईँलाई कोल्याब गर्ने अफरहरू आउने पैसाहरू जेनेरेट हुने हुँदैन नि त। इट माइट टेक लाइक एकदमै लामो समय। अब त्यसमा कन्सिस्टेन्ट रहनको लागि डेली बाहिर गएर फोटो भिडियो खिच्नको लागि अथवा सधैँ एउटै खालको दिनहरू हुँदैन होइन। त्यसमा पनि मोटिभेटेड रहेर होइन म गर्छु भन्ने कसरी केले चाहिँ वर्क गरे तपाईँको लागि? त्यो मोटिभेसन चाहिँ अब एकदम सजिलो क्वेसन पनि हो, एट द सेम टाइम अलिकति सोच्न पर्ने क्वेसन जस्तो नि लाग्यो। मोटिभेसन चाहिँ अब मान्छेको एउटा इन्ट्रेस्टको कुराले पनि मान्छेलाई कति मोटिभेट गर्छ भन्ने जस्तो हुन्छ होइन। अब त्यो जस्तै मलाई चाहिँ अब सानैदेखि नै फोटो खिच्न एकदमै रहर, म त्यो फोटो खिच्न चाहिँ म कहिले पनि छोड्दिनँ होला भन्ने जस्तो हुन्छ कि। अनि त्यसपछि नै अब यो टेक्नोलोजी बढ्दै जाँदाखेरि भिडियोको कुरा आयो होइन। अनि त्यसपछि भिडियो चाहिँ अब त्यो मलाई जसरी पनि त्यो हातलाई चाहिँ कसरी हुन्छ त्यो स्टेबल राख्ने के गर्ने भने जस्तो कि त गीत गाइरहनु पर्छ भनेर स्वर निकालिरहेको जस्तो कुरो होइन, कति अलिक ठुलो कुरा जस्तो भयो होला। तर त्यो चाहिँ क्यामेरा भन्ने बित्तिकै अब हातमा मोबाइल पर्ने बित्तिकै त्यो अलिकति केही राम्रो ब्युटी देख्यो भने चाहिँ त्यो खिच्नै पर्छ भन्ने जस्तो त्यो छ एउटा। अनि त्यसपछि अब त्यो सधैँ अब एडिट गर्यो पोस्ट गर्यो, अनि त्यसपछि ल आफूलाई नै थाहा हुन्छ कि यो पोस्ट नै जान्छ है, यो चाहिँ भाइरल हुन्छ, यो चाहिँ गर्नै पर्छ भने जस्तो। अनि त्यसपछि त्यो सबै कुराहरू मिक्स भएपछि चाहिँ अनि त्यसपछि कन्टेन्ट फाल्दाखेरि कन्टेन्ट थ्रो गर्दाखेरि पनि त्यो कन्टेन्टले अलिकति रेस्पोन्स त्यही अनुसारको पाएपछि चाहिँ त्यो लोभ न अब खास त लोभै हो कि। अब एउटा आज मिलियन भ्युज आयो भने भोलि अर्को चाहिन्छ होइन। अनि त्यसपछि त्यो सानो
कुराबाट सुरु हुन्छ तर त्यो बिग डिल लाग्दै जान्छ त्यसरी नै मोटिभेसन आइरहेछ अघि ठ्याक्क भन्नुभयो कि भाइरलको कुरा के भाइरल कन्टेन्ट बनाउन खास सजिलो छ कि गाह्रो छ किनभने मैले पनि के कन्टेन्ट्सहरू बनाउँछु के कुराहरू खिच्छु अथवा टिकटकहरू बनाइन्छ होइन त्यसमा अब एकदम प्लान गरेर म आज यो बनाउँछु यस्तो बोल्छु यो लेख्छु अनि अथवा यसरी खिच्छु भनेर प्रिपेयर्ड भएर सबै कुरा गर्यो भने त्यसमा रिच कम आउँछ होइन कुनै कुरा फ्याट खिच्यो अब सोचेकै हुँदैन कि अब यो यस्तो खालको रिच जान्छ भनेर अनि त्यस्तोहरू चाहिँ भाइरल भइदिएर हुन्छ कति कुराहरू के सो खासमा भाइरल कन्टेन्ट बनाउन चाहिँ गाह्रो हो कि सजिलो त यो चाहिँ भाइरल कन्टेन्ट बनाउन चाहिँ सजिलो तर त्यो कन्टेन्ट भाइरल जान चाहिँ गाह्रो भने जस्तो त्यो मैले ठ्याक्कै रिलेट गरेँ त्यो कुरा चाहिँ होइन कस्तो भन्दाखेरि कतिपय कन्टेन्टहरू चाहिँ एकदम मिहिनेत गरेर यो जाला भनेर गरेको चाहिँ त्यो धेरै आउँदैन होइन 2025 भ्यूमा अड्केपछि त्यो एकदम त्यो सुरु हुँदै जान्छ होइन यस्तो अनि त्यो कमेन्टहरू पनि कुनै कुनैमा आइदिँदैन कि अनि त्यसपछि अनि कहिलेकाहीँ चाहिँ अब जस्तै म ट्रेनमा काम गर्न जाँदाखेरि त्यो 20 मिनट जति लाग्छ काममा जान अनि त्यसपछि त्यो म ट्रेनमा छिरेपछि अनि त्यो 20 मिनट विदिन 20 मिनट्समा चाहिँ मैले कन्टेन्ट बनाएर जसरी पनि हाल्छु भन्ने जस्तो हुन्छ कि त्यो इन्स्टाग्राममा त्यो स्ट्रिक्ट चाहिँ हुँदैन तर त्यो एल्गोरिदमलाई चाहिँ नोटिफिकेसन दिइराख्न म एकदम कन्स्टेन्ट पोस्ट गर्छु भनेर त्यो सिकाउनलाई पनि होइन अनि त्यसपछि कहिलेकाहीँ चाहिँ आफूसँग कन्टेन्ट नभएको बेलामा टाइम भएको बेलामा चाहिँ सजिलो कन्टेन्टहरू बनाएर हालिदिन्छु कि जस्तै क्यापकटबाट GIF-हरू युज गर्न मिल्छ कि होइन अन्त बाइङ द ब्याकग्राउन्डमा चाहिँ एउटा कुरा अनि त्यसपछि GIF-मा फुच्चे नाचेको अनेक हाल्नु मिल्छ नि त अनि त्यो हाल्यो अनि त्यसपछि त्यो नर्वेसँग रिलेट गर्ने कुराहरू त्यसमा त्यो माथि लेख्यो अब त्यो चाहिँ ठ्याक्क दिमागमा आयो भने त्यस्तो धेरै गाह्रो छैन नि त होइन त्यो कुरा चाहिँ ठ्याक्कै एउटा GIF हालिदियो अनि त्यसपछि ह्यासट्यागहरू चाहिँ अलरेडी अब कन्टेन्ट अनुसारको हुन्छ त्यसरी हालिदिँदाखेरि चाहिँ त्यो कहिलेकाहीँ त्यो धेरै गइदिन्छ कि अनि सो हजुर क्वेसन चाहिँ त्यही यस्तो विचार गर्दाखेरि मान्छेहरूलाई चाहिँ खास मोर इन्फर्मेटिभ कन्टेन्ट्सहरू भन्दा पनि फनी इन्टरटेनमेन्ट दिने खालको कन्टेन्ट रुचाउने है मान्छेहरू बढी जस्तै तपाईँले भन्नुभएको जस्तै ब्याकग्राउन्डमा एउटा चिज राखेर फनी एउटा कोही कुकुर नाचिरहेछ के बच्चा नाचिरहेछ अनि त्यो एउटा फनी क्याप्सन राख्यो भने त्यसको रिच बढ्छ क्या किन मान्छेलाई फनी लाग्छ रमाइलो लाग्छ मेबी दे क्यान रिलेट टु पनि अनि अब एकदम मेहनत गरेर लेखेको इन्फर्मेसन दिएको वाला कन्टेन्टहरू चाहिँ जस भाइरल हुन गाह्रो छ त्यो मेहनत अनुसारको कन्टेन्ट चाहिँ अब त्यस्तो फेरि त्यो निराशवादी कुरा पनि गर्न खोजेको होइन तर कम्पेरिटिभली चाहिँ अब त्यो मान्छेलाई किन भन्दा फनी कन्टेन्टहरू मान्छेले बढी सेयर गर्छ कि जस्तै अब यहीँबाट पनि केही अब हामीले हँसाउन सक्यौँ र हाँसोको केही क्लिप निकालेर टिकटकमा अथवा कतै हाल्यो भने त्यो कन्टेन्टको आउटरिच चाहिँ अलिकति बढी हुन्छ कि होइन मान्छेलाई त्यो खास चाहिँ 10 सेकेन्ड 15 सेकेन्डमा पुगिसक्यो कि मान्छेहरूको त्यो हेर्नेवाला छ त्यो पेसेन्स चाहिँ 10 सेकेन्ड 15 सेकेन्ड भित्रमा चाहिँ विदिन फर्स्ट 3 सेकेन्ड चाहिँ त्यसले ग्राब गरेर त्यसलाई 10 सेकेन्डसम्म लान सक्छ कि सक्दैन भन्ने कुरा हो कि कुनै पनि कन्टेन्टको चाहिँ अनि तपाईँकै यो कन्टेन्ट क्रिएसनकै कुराहरू नै भइरहेछ त्यसलाई कन्टिन्यू गरौँ होला होइन मैले के सोचिरहेको थिएँ भने नेपालबाट यहाँ आउनुभयो अनि त्यसपछि नर्वेको कुराहरू खिच्दा ओर्दा कन्टेन्ट बनाउँदा ओर्दा पनि अब त्यो त एउटा साइड जब जस्तो हो नि त यहाँ आएपछिको स्ट्रगल छुट्टै हुन्छ जब पाउनु पर्यो स्टेबल हुनु पर्यो अनि त्यो बिचमा यो कन्टेन्ट क्रिएसन अनि लाइक हजुरलाई चाहिँ फर्स्टमा अब हामी नर्मल मान्छेलाई नेपालबाट अथवा कतैबाट कुनै विदेशमा जाँदाखेरि त्यहाँ चाहिँ सर्भाइभ हुनलाई त्यहाँको क्लाइमेट त्यहाँको कल्चरसँग एडजस्ट हुनलाई टाइम लाग्छ अनि कति केसमा त मान्छेहरू फ्रस्ट्रेटेड पनि हुन्छ म यहाँ किन छु जस्तो आफ्नो घर मिस हुन्छ फ्यामिली मिस हुन्छ अनेक हुन्छ नि त हजुरलाई चाहिँ त्यस्तो खालको परेको थियो कि थिएन अर त्यही कुराबाट चाहिँ भाग्नको लागि तपाईँले यो स्टार्ट गर्नुभएको थियो कि यसले हेल्प गर्यो कि यसो फर्केर हेर्दा म नेपालबाट यहाँ आउँदाखेरि यस्तो थिएँ म यस्तो थियो मेरो सोच भन्ने कुरा त्यो चाहिँ खास मेरो ब्याकग्राउन्ड चाहिँ माइक्रोबायोलोजी हो होइन माइक्रोबायोलोजी र सोसियोलोजी हो अनि त्यो हजुर भनेको कुरा चाहिँ मलाई ठ्याक्कै खास के भन्दाखेरि मलाई यो कन्टेन्ट क्रिएसनतिर अनि त्यसपछि यो सोसियल मिडिया अनि यो गुगल एड्सहरूको चाहिँ त्यो पढ्नु मलाई एकदम रहर थियो कि त्यसपछि मैले 1-2 युनिभर्सिटीमा एप्लाई पनि गरेको थिएँ तर त्यो लोन
जुन लोन कासा हुन्छ नि त्यो लोन कासा एप्रुभ भएन लोन कासा भनेको चाहिँ त्यो सरकारले दिनेवाला लोन होइन पढ्नको लागि त्यसको लागि चाहिँ सर्टेन क्राइटेरिया म चाहिँ यति टाइम यहाँ बसेको हुनुपर्ने भएर अनि त्यसमा म भर्खर आएको थिएँ नि त अनि त्यसरी मिलेन अनि त्यसपछि मलाई चाहिँ अब त्यो सोसियल मिडिया त म जसरी भए पनि गर्छु सोसियल मिडियामा केही गर्छु भन्ने जस्तो हुन्थ्यो क्या मलाई इभन यो कलर्स अफ नर्वे भन्दा पहिल्यै मेरो आफ्नै प्रोफाइलबाट पनि मैले एकदमै भिडियोहरू बनाइरहने हो नि त त्यसमा त 1100 फलोवर छ होइन अनि त्यो पनि स्टिल अब अहिले पनि कहीँ ट्राभल गऱ्यो भने चाहिँ त्यो आफ्नो लागि नि कन्टेन्ट केही बनाउँछु भने जस्तो हुन्छ होइन किनभने त्यो सहिलो हो कि नेपालीमा सरर बोलेर बनाउनु सहिलो छ अनि त्यति बेला चाहिँ अब त्यो यो मैले के अरे सोसियल मिडियाहरू गुगल एप्सहरू त्यो त्यति बेला पढ्न मिलेन अनि त्यसपछि चाहिँ गर्दै गएपछि खास चाहिँ अब मैले इन्टर्नसिपहरूको लागि एप्लाई गरेँ सोसियल मिडिया अनि यसरी यो भिडियो सिडियो खिच्नेवालाको लागि इन्टर्नसिपहरूलाई एप्लाई गरेँ तर त्यो एउटा गतिलो रेफरेन्स नभएसम्म नर्वेमा जब पाउने भनेको त्यो पोसिबलै छैन होइन अनि त्यसपछि मलाई के चाहियो त रिफरेन्स चाहियो आफूलाई अब सोसियल मिडियामा काम गर्नलाई रिफरेन्स चाहियो अनि त्यसपछि रिफरेन्स कहीँ त्यो कसै गर्ने पनि पोसिबल भएन किन भन्दा ल्याङ्ग्वेजको ब्यारियर अनि सबै कुरा यताउता भयो अनि त्यसपछि अलिअलि आफैले गर्छु आफ्नो रिफरेन्स आफै हुन्छु भने जस्तो होइन अनि त्यसरी चाहिँ मैले अनि त्यो एउटा रिफरेन्स बनाएँ इनफ्याक्ट यो यसको काम पनि गऱ्यो होइन म चाहिँ अब खास म्युजियममा ओस्लोको म्युजियममा कन्ट्रिब्युटर नै काम गर्छु होइन अनि त्यसपछि त्यहाँ त्यो काम पाउनु यताउता चाहिँ सबै मेरो यो भयो क्या कलर्स अफ नर्वे सो रिफरेन्स चाहिएको थियो अनि त्यसपछि रिफरेन्स बनाउनको लागि यो गरेँ अनि हजुरले भने अगाडिको कुरा यहाँ आएर फ्रस्ट्रेट हुने यताउता त्यो काम गर्ने यताउता कुरा छ त्यो चाहिँ अब मलाई अभियसली भएको थियो होइन अनि त्यसपछि सुरुमा अब भने जस्तो काम हुँदैन घर छोड्यो नेपालमा कस्तो जली हुन्छ नि त सबैको मेरो मात्र होइन सबैको विदेश हरेक मान्छे नेपालबाट पनि सबै मान्छेको लाइफ नेपालमा जलिने थियो होइन अनि त्यसपछि अब यहाँ अनि त्यो बेला चाहिँ फ्रस्ट्रेसन यताउता सबै कुराहरू एकदमै हुन्थ्यो अब त्यही माथि वेदर यस्तो है घुमेर नेपालमा मजाले त्यो वेदर घाम छाता उडेर हुन्छ कि होइन रेस्टुरेन्टमा छिरेर हुन्छ कि त्यसरी घाम छेलिरहेको मान्छे होइन यहाँ आएर घाम देख्न नपाएर टेन्सन भएर अनि त्यसपछि भिटामिन डी को कुरा गर्ने भने सबै नेपालीहरूको भिटामिन डी कम छ होइन कम्पेरिटिभली अनि त्यसपछि त्यो डक्टरकोमा जाँदाखेरि पनि भिटामिन डी कम छ भिटामिन डी खा भनेर सप्लिमेन्ट खाएर त्यो सब फ्रस्ट्रेसन वाला कुराहरू त अब फेरि त्यसको अर्को पोडकास्ट भन्छ होला अहिले त्यो स्याड कुराहरू नगरौँ होला है रमाइलो कुराहरू गरौँ जस्तै तपाईँको अहिले कलर्स अफ नर्वेमा चाहिँ कोलाबोरेसन अफर्सहरू कतिको आइरहेको छ त कोलाबोरेसन अफरहरू चाहिँ मेरो आउँछ राम्रो नै आउँछ होइन अनि त्यसपछि तर कतिपय कोलाबोरेसन के हुन्छ भन्दाखेरि त्यसलाई गर्ने कि नगर्ने फलोअप गर्ने कि नगर्ने भन्ने जस्तो हुन्छ कि जस्तै अब यो कुनै अब एकदम फेमस तेमु भनौँ होइन अब तेमु प्रोडक्ट्सहरू चाहिँ ल्याएर अनि त्यसपछि आफूले तेमु प्रोडक्ट्सको अब उसले अलिकति सर्टेन एमाउन्ट दिन्छ होइन मैले एकचोटि गरेको थिएँ त्यसको सर्टेन एमाउन्ट दिन्छ तर त्यो प्रोडक्ट चाहिँ कलर्स अफ नर्वेमा अथवा यहाँको नर्वेको मान्छेहरूले चाहिँ त्यो प्रोडक्ट किन्छ त होइन अन्त कोलाबोरेसन त गरियो अरे होइन अब उसले सर्टेन एमाउन्ट देला अथवा फ्री गिफ्ट प्रोडक्टहरू देला होइन अनि त्यसपछि अपलोड गर्यो तर यहाँको मान्छेले चाहिँ त्यो प्रिफर गर्छ त भनेर त्यो एउटा दामी क्वेसन मार्क हो कि त्यो होइन अनि त्यसपछि मलाई फेरि अब त्यो धेरै त्यो इकोनोमिक पार्टतिर पनि जानु भएन नि त होइन आई मिन मलाई ठ्याक्क वर्ड आएन तर होइन त्यो मार्केटिङ गर्ने भनेर अनि त्यसपछि यतापट्टि त्यो नर्वेको कल्चरसँग म्याच गर्नेवाला प्रोडक्ट हुनु पर्यो अनि त्यस्तो कोलाबोरेसनहरू आउँछ मैले खासै त्यो फलोअप गर्दिनँ होइन अनि त्यसपछि आउन चाहिँ अनि यहीँको लोकल प्रोडक्टहरूको चाहिँ राम्रोसँग नै आउँछ अनि त्यसपछि उनीहरूले अब अफरहरू गर्छ रेस्टुरेन्टहरूले चाहिँ बढी गर्छ अनि त्यसपछि अस्ति भर्खर मैले एउटा राम्रै होटेलसँग कोलाबोरेसन गरेको छु यहाँको अब त्यसको त्यो भिडियो कसरी बनाउने एकदम धेरै खिच्यो होइन कसरी बनाउने के गर्ने अब त्यो कमेडी बनाउने कि त्यसलाई कस्तो बनाउने त्यो छ अनि त्यसपछि यहाँको एउटा लोकल टुरिज्मवाला जस भिजिट अस्लो भन्ने छ उसँग पनि मेरो एकदम कोलाबोरेट गरिरहेको हुन्छ अनि एट द सेम टाइम मैले अब त्यो मेरो म्युजियममा पनि त्यही काम छ नि त सो द्याट त्यो नेटवर्क भएर कोलाबोरेसनहरू चाहिँ राम्रै छ अनि कतिको कम्पिटिसन लाइक तपाईँकै थिम जस्तै कुनै अरू पेज पनि छ तपाईँको कम्पिटिटर्सको नर्वेमा
नर्वेमा कम्पिटिटरहरू छ होइन अनि त्यसपछि मैले चाहिँ बढी फनी भिडियोहरू पनि राख्छु अनि एट द सेम टाइम त्यो ट्राभल टुरिज्मवालाको पार्ट पनि राख्छु त्यो सबै कम्बो मिक्स म्याक्स छ मेरो चाहिँ होइन तर त्यो इन्डिभिजुअल्ली जाने भने चाहिँ कम्पिटिसन धेरै छ फनी पार्टको मात्र गर्ने फनी भिडियोहरू मात्र गर्नेहरू पनि छ अनि त्यसपछि त्यो ट्राभलको गर्ने पनि छ अनि त्यसपछि अरू चाहिँ कस्तो छ भन्दाखेरि नयाँ स्टुडेन्टहरू नै नर्वेमा आउँछ नि त त्यो स्टुडेन्ट बेस्ड प्रोफाइलहरू चाहिँ अहिले एकदमै ग्रोइङ छ कि किन भन्दा नयाँ स्टुडेन्टहरू आउँछ अनि त्यसपछि उनीहरूले त्यो कल्चर सिक्ने अनि त्यसपछि के गर्ने नर्वेमा कसरी सजिलो हुन्छ होइन त्यो कता जाने के इभेन्ट्स भइरहेको छ कसरी सोसाइटीसँग घुल्ने पार्ट है सो कन्टेन्ट क्रिएसनको कुरा भइरहेछ तर अहिले हामी टिपिकली नर्वेकै कुरा गरिराख्यौँ होइन तर यो त जाँदै छ नि त लाइक अब इभन तपाईँले नेपालमा पनि गर्नुभएको थियो भन्ने हामीले अघि नै कुरा गऱ्यौँ सो अन्त पनि छ तर के फरक पाउनु भयो त लाइक मेबी नेपालको र यहाँको अर यसो विचार गर्दाखेरि नेपालमा जे चल्छ यहाँ त्यही चल्छ जस्तो लाग्छ कि यहाँ अलिक फरक चल्छ कुराहरू नेपालमा अलिक फरक छ के लाग्छ दामी क्वेसन है अब यो कस्तो छ भन्दाखेरि यहाँ आएपछि गरेपछि चाहिँ अब जस्तो ठाउँको कन्टेन्ट हो जस्तो ठाउँको क्रिएसन हो त्यही अनुसारको त्यसलाई नै रिलेट गर्नुपर्ने बढी हुन्छ जस्तो लाग्छ होइन अनि मैले नेपालमा चाहिँ मेरो एकजना साथीको फुड च्यानल थियो इन्स्टाग्राममै उसको त्यो 20,000 जति थियो कोभिडभन्दा पहिलाको कुरा हो अहिले चाहिँ त्यो च्यानल खासै भ्यू छैन चलाएको छैन उसले त्यति बेला पनि म उसँग काम गरेँ होइन त्यति बेला अनि त्यसपछि त्यो फुड ब्लगिङको वाला चाहिँ कस्तो थियो भन्दाखेरि नेपालमा चाहिँ अलिकति बढी इन्भिटेसन कोलाबोरेसनहरू बढी होइन अनि त्यसपछि नेपालमा अब त्यो टाइम चाहिँ एकदमै त्यो रेस्टुरेन्ट चेनहरू एकदमै ग्रोइङ टाइम थियो कि त्यति बेला अनि त्यसपछि खास कोभिड पछि नै हो टेक अवे फुड लाने चलन भएको अनि त्यसपछि यो रेस्टुरेन्टलाई नै अनेक बनाएर होइन त्यो रेस्टुरेन्ट नै के हो भन्ने जस्तो गर्न थालेको कोभिड पछि त्यो टाइममै हो होइन अनि त्यति बेला चाहिँ अब त नयाँ रेस्टुरेन्टहरू खोल्ने अनि त्यही रेस्टुरेन्टहरूले फुड प्रमोट गर्ने अनि त्यसपछि त्यति बेला अहिले चाहिँ चार्ज लिन्छन् अहिले चाहिँ कति 30-35,000 छ अरे होइन एउटा पोस्ट रिल गरेको त्यति बेला चाहिँ धेरै जसो चाहिँ त्यो मिले मात्रै भने जस्तो रेस्टुरेन्ट फुड स्पोन्सर गरिदिने अनि त्यसपछि बेला बेलामा आफू भिजिट गर्न जान मिल्नेवाला थियो अनि त्यसपछि कुनै नै 2-3,000 त्यसरी पोस्ट गर्थ्यो त्यसरी दिन्थ्यो कि त्यति बेला होइन अनि त्यसपछि फुड प्रडक्टहरू चाहिँ अब ठुल्ठुलो यो फुड हाउसहरू जुन छ नि बिस्कुट बनाउने कुकिजहरू बनाउने अनि त्यसपछि वाइन इभन बियरहरू नै चाहिँ उनीहरूले आफ्नो प्रडक्टहरू चाहिँ फुड ब्लगरहरूलाई अनि त्यसपछि सर्टेन सेलिब्रिटीहरूलाई पठाइदिन्थ्यो होइन अनि त्यसपछि त्यो गर्ने के भन्दाखेरि स्टोरी खिच्दिने हाल्दिने होइन अब जस्तो होलीको बेलामा होलीको टी सर्ट पठाइदिने त्यस्तो हुन्थ्यो त्यस्तो थियो है त्यति बेला अनि त्यसपछि त्यो कता बढ्दै गयो अनि त्यसपछि अहिले मेरै साथीहरूको रेस्टुरेन्ट छ होइन अनि उनीहरूले चाहिँ अब नेपालकै त्यो टप ब्लगरहरूलाई बोलाउँदाखेरि अब त्यो सर्टेन चार्जै अनि भ्युज अनुसारको चार्ज दिने होइन फर इन्स्टेन्स लाइक 20,000 भ्युज आएको छ भने 20,000 एक भ्यूको 1 रुपियाँ भने जस्तो होइन त्यसरी अब त्यो 100K गयो भने त 1 लाख आयो नि त होइन त्यस्तो पनि हुन्छ है जस्तै अब यो फुड प्रडक्ट जस्तै दामी प्रडक्ट जस्तै कोक रेड बुल सेर्कोले यताउताले कन्टेन्ट क्रिएसनकै कुरा गरेको छ है अनि त्यो उनीहरूले चाहिँ कोकले चाहिँ कसरी पे गर्छ भन्दाखेरि इन्फ्लुएन्सरहरूलाई 1 भ्यूको 1 रुपियाँ भने जसरी कि जस्तै तपाईँ कुनै खाना खाइरहनु भएको छ जस्तै दसैँको भनौँ न होइन सेलरोटी बनाएको हाल्यो साइडमा कोक राखिदिएको भरमा कोकले चाहिँ पे गर्छ त्यस्तो है अब कतिलाई थाहा हुन्छ तर त्यो जस कुनै तर त्यो भ्युज त अर्ग्यानिक मात्रै पनि नहुन नि पायो होइन त्यो अर्ग्यानिक त पैसा लिएरै फेरि पैसा तिरेरै भ्युज त किन प्रमोट गरिन्छ मान्छेले होइन त्यसलाई पनि त्यो भ्युज किन्न सस्तो पर्यो भने त त्यो पनि होला त्यो पनि गर्छन् होला त्यस्तो पनि गर्छन् होला होइन तर अब फेरि यस्तो हुन्छ अब त्यो अलिकति ठुलो बिग हाउसले अब बिग इन्फ्लुएन्सरहरूले त्यो पे गरेर पोस्टलाई प्रमोट गर्दाखेरि उनीहरूको अर्ग्यानिक भ्युजको त्यो एल्गोरिदमले अलिकति डाउन गरिदिन्छ सो एउटा पोस्टको मात्र कुरा भएन नि त अनि त्यस मैले पनि कहिले पनि त्यो पे गरेर प्रमोट गरेको छैन कि किन भन्दा त्यो गर्ने बित्तिकै फेसबुक नि अब बिजनेस त हो नि होइन मेटा बिजनेस हो नि त्यो गर्ने बित्तिकै यसले त पैसा तिर्छ यसको भ्युज चाहिँ यसरी नै लिन पर्छ भनेर हाम्रो सोच हो है
त्यो मेरो सोच नमिल्न नि सक्छ सो एकजना मान्छे छ एउटा कन्टेन्ट छ तर फाइदा चाहिँ हरेकले उठाइरहेको छ क्या है वरिपरि एक्ज्याक्टली त्यो सबैले उठाइरहेको छ नि त अनि त्यो मेटाको चाहिँ मलाई त्यो प्रमोट गर्ने अलिकति डर लाग्छ क्या यसको पैसा छ यसको पैसा लिनुपर्छ भनेर त्यो मेरो आफ्नो कुरा है नहुन पनि सक्छ होइन नपत्यामै हो तर मलाई चाहिँ त्यस्तो लाग्छ त्यसले गर्दाखेरि मेरो अर्ग्यानिक पोस्टमै मैले बढी मेहनत गरिरहेको छु होइन मेरो लागि चाहिँ पोजिटिभ त्यो छ तर अब अरूको चाहिँ अब खासै भनेपछि तपाईँको जति पनि फलोवर्स छ जे पनि छ सब अर्ग्यानिक अहिलेसम्म सबै अर्ग्यानिक कतिसम्म हिट गर्ने टार्गेट छ र दामी क्वेसन अब अर्थ मिलियन छ तर खै अब यो फनी भिडियो अब मैले काम पनि अनि त्यसपछि यो सबै कुराहरू एकैचोटि यो मिलाउनलाई अलिकति गाह्रो पनि छ होइन कम्प्लिटली काम साम छोडेर म यो मात्र गर्छु फुल टाइम कन्टेन्ट क्रिएसन पोसिबल छैन त्यस्तो त अब पोसिबल होला तर हिम्मत छैन होइन हिम्मत छैन त्यसको लागि होइन त्यसको लागि पनि अब सर्टेन टाइम चाहिँ अब छोड्नु पर्यो नि त काम छोडेर सर्टेन टाइम अनि काम छोडेर फेरि यतातिर चाहिँ अब अहिले जस्तो त्यो मोटिभेसन नआउने हो कि होइन 100% सबै यसैमा दिँदाखेरि अब त्यो नसकिने हो कि भने जस्तो नि हुन्छ तर अब 37 छ 50K सुन अनि त्यसपछि चाहिँ हेरौँ 100K सम्म पुग्छ कि के हुन्छ थ्याङ्क यू तर ठ्याक्कै क्वेसन आयो कि लाइक तपाईँ एउटा कन्टेन्ट क्रिएटरको चाहिँ लाइफस्टाइलमा चेन्जेस आउँछ कि नै कन्टेन्ट क्रिएसनको बाटो लाग्दाखेरि फर इक्जाम्पल अब हामी जस्तै काहीँ घुम्न गयौँ भने हामीले सोच्ने र तपाईँले सोच्ने फरक भयो नि त अब त्यही कुरालाई चाहिँ होइन म खिच्नु पर्ने छ भनेर गर्दाखेरि आफ्नो यहाँ फ्यामिली टाइम घुमिरहेको हो कि अनि अब अरू कुरामा टाइम दिन नसक्ने अथवा केही न केही चेन्ज त आउँछ कि जस्तो पनि लाग्छ कि किनकि म आफै पनि भर्खरै बिस्तारै स्टार्ट गर्दैछु त जुन हिसाबले मैले सोच्छु मेरो सराउन्डिङमा भएको मान्छेले त्यो हिसाबले सोचिरहेको हुँदैन बुझ्दैन कुराहरू होइन सो केही चेन्जेस अथवा केही भएको छ लाइक यो जर्नीमा आइसकेपछि चेन्जेस चाहिँ सबैभन्दा सानो कुराबाट स्टार्ट गर्दाखेरि स्क्रिन टाइम होइन त्यो डेली लाइफमा स्क्रिन टाइम वात्तै बढ्यो नि त होइन जस्तै अब म कहीँ घुम्न जाँदाखेरि कलर्स नभए नगर्दाखेरि चाहिँ तेरो स्क्रिन टाइम यति टाइमले घट्यो भनेर नोटिफिकेसन त्यो आउँछ नि स्क्रिन टाइम त्यो आउँछ होइन त्यो भनेको चाहिँ अब सबैभन्दा बेसिक लाइफ चेन्ज भएको त्यो स्क्रिन टाइम एकदमै बढ्यो जसले गर्दाखेरि चाहिँ निन्द्रा अलिकति कलर भयो होइन त्यो एकदम बटरफ्लाई इफेक्ट है त्यो ठ्याक्कै थाहा हुने जसरी होइन अनि त्यसरी चाहिँ अब स्क्रिन टाइम बढ्ने बित्तिकै त्यो स्क्रिन अरू कामको साथै स्क्रिन हेरिरहेको छु भने जस्तो हो नि त त्यो होइन दिमाग पनि अकुपाइड भइरहन्छ होला हैन एकदमै अब भोलि के पोस्ट गर्ने आज के पोस्ट गर्ने अनि त्यसपछि यो भिडियो एडिट गर्नु छ यो गर्न छ स्टोरीहरू कसैको रिसेयर गर्न छुट्यो कि अब त्यो कोल्याबोरेसन वाला छ कि अहिले फेरि जस्तो चाहिँ इन्स्टाग्राममा तपाईले एउटा राम्रो कन्टेन्ट बनाउनु भयो अनि त्यसपछि त्यो मलाई कोल्याबोरेसन पठाउनु मिल्छ अनि त्यसपछि त्यो कोल्याबोरेटर एज अ कोल्याबोरेटर त्यो भिडियो दुईजनाले फर इन्स्टेन्स लाइक यो एन्ड कलर्स अफ नर्वे भनेर त्यसरी सेयर हुन्छ नि अनि त्यसपछि त्यो कोल्याबोरेसनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि विदिन 1 आवर 2 आवरमा चाहिँ एक्सेप्ट गर्यो भने त्यो एकदमै जान्छ बुस्ट जान्छ होइन अनि त्यसपछि त्यो जति ढिलो कोल्याबोरेसन एक्सेप्ट गर्यो त्यति त्यो कम इफेक्टिभ हुन्छ कि त्यो कोल्याबोरेसनको सो द्याट अब अझ यो के अरे बिजनेस गर्नेवाला कोल्याबोरेसन छ भने चाहिँ उनीहरूले त्यो प्लान गरेर यति बेला पोस्ट गर्ने भनेर प्लान गरेर गर्छन् होइन अनि त्यसपछि कोल्याबोरेसन छुट्यो कि भने जस्तो त्यो दिमागमा आउँछ नि त कसैले बोलायो कि भने जस्तो हुन्छ अनि त्यो स्क्रिन टाइम हेर्नु पर्यो अनि अब फ्यामिली टाइमको कुरा गर्दाखेरि पनि अब हामी चाहिँ अब बुढाबुढी नै खट्छौँ भने एकदम होइन आजकल त दुईजना देख्न थालेछ भिडियोमा पनि तपाईँ अनि अनि त्यसपछि अब त्यो घुम्न जाँदाखेरि पनि अब प्रायोरिटी के छ त भन्दाखेरि भिडियोको प्रायोरिटी छ कन्टेन्टको छ होइन अब अस्ति त्यो नर्वे टुर जाँदाखेरि पनि अब यहाँबाट यो आउँछ म यहाँबाट दगुर्ने यहाँबाट खिच्ने त्यो है अनि त्यो खालि त्यो खास नर्मली विदाउट कलर्स अफ नर्वे घुम्न गएको भए त त्यहाँ छुट्टै माहौल हुन्थ्यो है अब यो नराम्रो भन्ने खोजेको होइन कि तर बडी कन्सियस चाहिँ त्यो कुरामा भयो आजकल तपाईँ आफू सन्तोष अर्याल भएर भन्दा पनि कलर्स अफ नर्वे भएर घुम्नुहुन्छ त्यो चाहिँ 100% तर निकै पावरफुल सेक्टर जस्तो लाग्छ कि कन्टेन्ट क्रिएसन इभन आफ्नो पर्सनल लाइफमा त अफेक्ट गर्छ तर नेसन वाइज वर्ल्ड वाइड पनि एकदम अफेक्ट गरेर हुन्छ है फर इक्जाम्पल अब अस्ति हाम्रो नेपालको प्रोटेस्ट पनि
यही कन्टेन्ट क्रिएसन यो सोसियल मिडियाकै थ्रुबाट यत्रो ठुलो रूप लियो विच इज अ भेरी गुड चेन्ज तर अब धेरै मान्छेको ज्यान गयो अब त्यो त भेरी स्याड पार्ट पनि हो होइन नेपालको त्यो प्रोटेस्टको केसमा चाहिँ मलाई के लागेको भने जब मान्छेहरूले चाहिँ आफ्नो लाइफस्टाइललाई सो अफ गरे नि मान्छेलाई पब्लिकलाई त्यसपछि स्टार्ट भएको त हो नि फर इक्जाम्पल नेताको छोराछोरीहरू यताउति ले चाहिँ आफूले लगाएको खाएको भिडियोहरू राखिदिने अनि त्यसपछि आम जनतालाई त रिस उठ्यो कहाँबाट आयो यत्रो पैसा किन यस्तो भयो भनेर अनि त्यसपछि बिस्तारै मान्छेहरूलाई थाहा हुँदै गयो अनि होइन यो त गलत भइरहेछ भनेर प्रोटेस्ट भयो होइन पहिलाको जमानामा चाहिँ यो सोसियल मिडियाहरू नहुँदाखेरि त लाइफ त एक हिसाबले अलिकति हामी चाहिँ छायामा परे जस्तो पनि के थाहा हुन्न थियो पछाडि के भइरहेछ तर अहिले सबै कुरा थाहा भयो होइन सो डोन्ट यु थिङ्क इट्स भेरी पावरफुल तर यसलाई कसरी युज गर्ने भन्नुमा पनि पर्दछ कि होइन यो अब प्रोटेस्ट हो त अब एकदमै स्याड फेज छ होइन अहिले नेपालको अब राम्रो सरकार त छ तर एट द सेम टाइम अब के हुने हो कसो हुने हो अब त्यो एकदमै एभ्री नेक्स्ट डे चाहिँ अब नयाँ केही खबर आउने हो कि भन्ने जस्तो छ एकदमै क्रिटिकल फेजमा छौँ हामी होइन होपफुली सबै कुराहरू राम्रो होस् होइन एट द सेम टाइम फेरि अहिले पानी सानी परेर अनेक बिजोग भएर छ होइन सो त्यो क्वेसनमा चाहिँ अब सोसियल मिडिया पावरफुल त एकदम 100% दामी पावरफुलै भइहाल्यो होइन सोसियल मिडिया बिना चाहिँ अब केही पनि हुँदैन भने जस्तो भइसक्यो अनि अब अस्ति भएको प्रोटेस्टको पनि अब कति सोसियल मिडियाले गर्दा नै भएको हो नि त जस्तै अब ह्यासट्याग फलानु इज टेरोरिस्ट भनेर आयो नि होइन दामी होइन त्यो अब किन भन्दा ती कुराहरूले पनि एकदम पुस गरेको छ नि त त्यो एउटा सानो ह्यासट्याग हो तर भोलिपल्ट त्यत्रो कुरा हुनको लागि त्यो अघिल्लो दिन राति बेलुकाको स्ट्याटसले पनि काम गरेको छ नि त अनि त्यसपछि हाम्रो अब जेन्जी मुभमेन्टको पनि अब अलमोस्ट सबै जेन्जीहरूले अब प्राइम मिनिस्टर नै डिस्कर्डबाट सोसियल मिडियाबाटै अहिले हुनुभएको छ होइन सबै कुराहरू अनि प्रोटेस्टको कुरा गर्दाखेरि चाहिँ अब त्यसरी त्यो सेलिब्रिटीहरूलाई एउटा कन्टेन्ट बनाउनको लागि इन्फ्लुएन्सर्सहरूलाई कन्टेन्ट बनाउनको लागि त्यो एउटा जान्नु भएको थियो होइन जसरी त्यो मान्छेहरू प्रोटेस्टमा गयो उनीहरूले चाहिँ अब एउटा अलिकति आफ्नो स्वार्थ पनि थियो होला होइन कन्टेन्ट बनाउँदा के होला कतिपयलाई सबैलाई होइन कतिपयलाई अब एक दुईजनाको के अरे भोलि प्रोटेस्ट पछि यो ठाउँमा गएर के खानु भन्ने एउटा भिडियो पनि थियो होइन त्यो चाहिँ अब विचार नै लाग्यो अब त्यो नर्मल प्रोटेस्ट नै हो भनेर राखेको होला अघिल्लो दिन होइन एकदम पिसफुल नै हुन्छ होला भन्ने जस्तो सोचे तर भोलिपल्ट त्यत्रो भयो कि त्यो एकदम लाजकै कुरा भयो नि त होइन त्यस्तो मैले किन हाल्यो होला उसलाई अहिलेसम्म पनि त्यो रिग्रेट भइरहन्छ होला सधैँभरि होइन अनि अब तर उसले बनाउँदाखेरि चाहिँ थाहा थिएन पक्कै थाहा थिएन यस्तो हुन्छ भनेर अनि यस्तो यस्तो मुभमेन्टहरू लिन्छ अनि प्रोटेस्टको कुरामा चाहिँ मैले एउटा कुरा जोड्छु है किन भन्दा मैले कोभिडको बेलामा चाहिँ अनि त्यसपछि मैले कन्टेन्टहरू एकदमै बनाएको थिएँ कोभिडको बेलामा होइन नेपाल हुँदाखेरि अनि त्यसपछि मेरो चाहिँ अब मेडिकल सम्बन्धी काम थियो त्यो कन्टेन्ट नै बनाउनु भनेर चाहिँ होइन कि तर मेरो मेडिकल सम्बन्धी काम भएर हस्पिटलहरू गइरहनु पर्थ्यो अनि त्यसरी जाँदाखेरि अब बाटोमा अलिअलि फोटो खिच्ने केर्ने गर्थेँ मैले अनि त्यसपछि एउटा इनफ इज इनफ मुभमेन्ट भन्ने थियो त्यो पिसिआर टेस्टलाई चाहिँ प्रायोरिटी दिए यो आरडिटी अनि त्यसपछि ऱ्यापिड टेस्टहरूलाई चाहिँ बन्द गर भन्नेवाला थियो कि त्यो प्रोटेस्ट थियो त्यति बेला इनफ इज इनफ भन्ने थियो त्यो पनि ठ्याक्कै त्यो केपाइस नेपाली केरा मुभमेन्ट भन्नेवाला थियो त्यहाँबाट सुरु भएको त्यति बेला होइन त्यति बेला चाहिँ अनि त्यसपछि वाटर फोर्सले हानेको त्यति बेला चाहिँ अलिकति यो सोसियल मिडियामा एक्टिभ मान्छेहरूले चाहिँ बढी कन्टेन्टहरू बनाएको अन्त प्रोटेस्टमा गएको त्यस्तो वाला कुरा थियो होइन अनि त्यति बेला हाम्रो भन्ने एकजना एकदम हिँड्नेवाला हुनुहुन्छ नेपालको उहाँ चाहिँ प्रोटेस्टमा बस्नु भएको थियो अनसनमा बस्नु भएको थियो इनफ इज इनफ भनेर पाटनमा त्यति बेला मैले त्यो कन्टेन्टहरू गरेको थिएँ मैले कन्टेन्ट बनाएको थिएँ अनि त्यसपछि त्यो सेयर पनि गरेको थिएँ अनि खास अहिले पनि अब जेन्जी मुभमेन्टमा पनि खास मलाई चाहिँ अब त्यस्तै लागिरहेको थियो कि यो चाहिँ अब त्यही मुभमेन्टवाला त्यस्तै वाला भएको होला किनभने युथ अनि त्यसपछि भर्खरको एकदम त्यो ब्युटिफुल क्रिएटिभ माइन्डहरू भर्खर त्यो ब्याचलर सकेको यताउता त्यो वाला यङ ब्लड जोसँग चाहिँ टेक्निकली पनि उनीहरू स्ट्रङ छ फिजिकली पनि स्ट्रङ छ जे कुरामा पनि उसलाई कसैले पनि केही गर्नै सक्दैन कि त्यस्तो त्यो युथ मुभमेन्टहरूलाई चाहिँ अब सोसियल मिडियाले पुस गर्ने भयो तर क्वेसन कहाँ थियो एन्सर भयो भनेर ठ्याक्कै एउटा सोधिहाल्छु यदि नेपाल अब चेन्जेसहरू आउँदैछ नेपालमा राम्रो भयो भने तपाईँ फर्केर नेपाल जानुहुन्छ दामी दामी अब नेपाल
नेपाल जाँदिन भनेर भन्न पनि अलिकति अप्ठ्यारो होइन नेपाल त जाने फर्किने लाइक होइन अब विदेश जाने भनेको फेसिलिटिजको लागि राम्रो एजुकेसन जब सेटलमेन्ट यताउति हो नि त त्यही कुरा नेपालमा पायो भने नेपाल जस्तो ठाउँ त अरू छैन नेपाल जस्तो ठाउँ त छैन नेपाल त जाने हो म त एकदमै त्यो अब अपर्च्युनिटी यताउता कुरा भन्दा त्यो पनि छ होइन तर एट द सेम टाइम अलिकति फेभरेबल कन्डिसन आएपछि आफूलाई अब चाहिँ अलिकति केही स्किल थपेपछि होइन केही गएर नेपालमा गएर केही गर्न सक्छु केही गर्न नसकेर भन्दा पनि होइन गएर म नेपालमा पनि अब केही गर्छु भने कस्तो कुरै भयो होइन तर त्यही हो नेपालको अब विदेशमा बसेर हरेक मान्छेलाई नेपालको कुरा सोद्धाखेरि अलिकति मान्छे कन्फ्युज हुने एन्सर नसक्ने भने चाहिँ एकदम नर्मलै हो अब अलिकति देशको कुरा चाहिँ अलिकति डर त लाग्यो भन्दा नर्भस ठिकै छ तर म एउटा क्वेसन सोध्छु त्यहाँ अटमको पातहरू देखेँ मैले होइन पहेँलोवाला यस्तो यो एकदम कलरफुल लिप्स यो अटम टाइम चाहिँ अब फल भन्छ बाहिर होइन नेपालमा चाहिँ यस्तो अटम लिपहरू देखेको केही याद छ हजुरलाई याद छैन त्यही भने के कहिले पनि पातै झर्दैन है के हो फलको कस्तो छ भन्दाखेरि नेपालमा माथि एरिया अब जस्तै अहिले चाहिँ अब मान्छेहरू ट्रेकिङ जाने टाइम हो नि त एकदमै त्यसपछि मुस्ताङतिर जाँदा एबिसीतिर जाँदाखेरि चाहिँ यो फलको पहेँलो पातहरू देखिन्छ मजाले हिउँ पर्ने ठाउँमा चाहिँ फलको लिप्सहरू देखिन्छ इभन स्प्रिङमा चाहिँ अब जुम्लातिर त्यो स्याउ अनि त्यसपछि हाम्रो त्यो के अरे आरू सारू फल्दाखेरि त्यो स्प्रिङ लिभहरू हुन्छ नि त्यो यहाँ देखिन्छ पिङ्कवाला चेरी ब्लुजमहरू हुन्छ नि त्यो चाहिँ अब देखिन्छ तर अब हामी जुन चाहिँ अब मध्य पहाडीमा जो बस्छौँ अथवा तराईमा बस्छौँ माथि जो बस्दैनौँ हामीलाई चाहिँ अब यो फलहरूको चाहिँ फागुन चैततिर चाहिँ त्यो म कितिपुर बस्नु भएर त्यो टिभीको जङ्गलभित्र हेर्दाखेरि फागुन चैततिर चाहिँ यस्तो देखिन्छ पहेँलो लिप्स नत्र भने चाहिँ अरू टाइममा यो टाइममा चाहिँ खासै देखिँदैन तर कटुसहरू चाहिँ देखिन्छ मलाई चाहिँ कस्तो लागेको थियो भने किन देखिनँ मैले नेपालमा हुँदा भनेर सोच्थेँ क्या म चाहिँ जस काठमाडौँमा बसेको अनि कहिले नदेख्ने यहाँ त सिजन चेन्ज भएको पनि थाहा हुने हरियो हुन्छ पहेँलो हुन्छ फेरि रुख हुँदैन फेरि पात आउँछ एभ्रिथिङ देखिने मेबी हाम्रो जस्तै यहाँनिर बाटैभरि रुखहरू हुन्छ नेचर पनि नजिकै देखिने नेपालमा जस्तो काठमाडौँमा चाहिँ स्पेसल घरै घर छ नि त कहाँ छ रुख कहिले आयो फल कहिले भयो विन्टर थाहा नहुने त्यही जस्तो लाग्छ तर तपाईँले भन्नुभएको छ मासतिर गाउँतिर अलिक पहाडतिर गयो भने चाहिँ देखिन्छ होला त्यो देख्छ यो पनि ठाउँतिर चाहिँ देख्छ तर है कस्तो दामी कुरा यहाँ बसेर इच एन्ड एभ्री वेदरको पर्सपेक्टिभ चाहिँ कस्तो मजाले क्लियरली थाहा हुने कि है किनभने आँखै अगाडि दिनदिनै चेन्ज भइरहेछ होइन अनि स्पेसल फिल गराउने क्या हामी पनि यही नेचरको पार्ट हो यो सँगसँगै हामी पनि चेन्ज भइरहेछ हाम्रो सोसाइ पनि चेन्ज भइरहेछ हामी पनि ग्रो भइरहेछ जस्तो लाग्ने के लाइक ठ्याक्क रिफ्लेक्सनै जस्तो लाग्छ मलाई जस्तै विन्टर पुर्यो विन्टर भन्यो यो सिजन गयो भने फेरि समर आयो फेरि छुट्टै एउटा उत्साह छुट्टै जोस अनि फेरि अर्को वर्ष भन्यो पोहोर सालको त यस्तो भएको थियो भन्यो के भन्यो नेचर सँगसँगै चेन्ज भइरहेछ ग्रो भइरहेछ जस्तो लाग्ने यहाँ चाहिँ एक्ज्याक्टली यो चाहिँ अब कन्टेम्पोरेरीसँग यो कुरा जोड्दाखेरि चाहिँ मैले चाहिँ अब क्रिएसन गर्दाखेरि जहिले पनि मलाई त्यो वेदरको कुराहरूले एकदम हानिरहन्छ कि किन भन्दा त्यो सबैभन्दा बढी युज हुने ह्यासट्यागमै नर्वेमा वेदर हो क्या होइन अनि त्यसपछि नर्वेजियनले के कुरा गर्छ अरू कुरा नगरोस् तर वेदरको कुरा चाहिँ गर्छ भने जस्तो कि एभ्री नर्वेजियनले अर्कोलाई भेट्दाखेरि आज वेदर राम्रो छ लास्ट विकेन्ड वेदर राम्रो थियो अनि त्यसपछि इभन हामीले यो नर्वेजियन क्लासमा पनि एकदम त्यो नर्वेजियन वेदरहरू वेदर एकदम घोकाइ गर्छ होइन त्यसपछि क्वेसन सोद्धाखेरि पनि त्यो स्पिकिङमा तैँले अटममा के गर्छस् होइन त्यसपछि स्प्रिङमा के गर्छस् भन्ने जस्तो हुन्छ अनि मैले क्रिएसन पनि नर्वेको सबैभन्दा सजिलो क्रिएसन के हुन्छ भन्दाखेरि वेदरको बारेमा बनाइदिने क्या फनी कन्टेन्ट एकदम वेदरको बारेमा बनायो भने एकदमै जान्छ कि होइन अनि एउटा अब जस्तै कस्तो छ भन्दाखेरि नर्वेजियनहरू चाहिँ कोल्ड छन् नि त होइन उनीहरू बोल्दैन भन्ने जस्तो छ वेदरको कुरा गर्दाखेरि समरमा चाहिँ यस्तो राम्रो कम्युनिकेट गरिरहेको हुन्छ क्या मान्छेले बाहिर बाटोमा हिँड्दा पार्कमा हिँड्दाखेरि पनि हाई भनेर बोल्छ समरमा विन्टरमा चाहिँ धुन्न परेर टाउको मुनतिर गरेर हिँडिरहेको हुन्छ होइन अनि अर्को चाहिँ अचम्म लाग्दो के छ भन्दाखेरि सिटीमा चाहिँ नबोल्ने
तर जङ्गलतिर जाँदा नेचरमा जाँदा हाइक गर्दाखेरि चाहिँ नर्वेजियनहरू बोल्ने त्यो एउटा मैले भिडियो बनाएको थिएँ त्यो आफै त्यो खास म आफू प्रेजेन्ट भएको फिचर आफूले फिचर गरेर भिडियो त्यो थियो अनि त्यो भिडियो चाहिँ चल्यो अनि इनफ्याक्ट ल फेस पनि चल्दो रहेछ अनि त्यसरी सुरु भयो फर्स्टमा पनि मलाई हाइक गर्न जाँदाखेरि हाई भन्दै आउने अलिकति कल्चरल सक जस्तो भएको थियो मलाई तपाईँले भन्नुभयो त्यो अरू केही छ कल्चरल सक जस्तै नेपाल र यहाँको कल्चरल सक चाहिँ मलाई सबभन्दा एकदम सुरुमै नोटिस भएको चाहिँ त्यो यहाँ सिँगार स्याट पारेर पुस्दिने चाहिँ हो जस्तै मलाई एकदम है जस्तै हाम्रोमा चाहिँ एकदम त्यो अफेन्सिभ काइन्ड अफ होइन ठुलो आफूभन्दा ठुलोको अगाडि स्याट नपार्ने होइन अब जस्तै ठुलो भन्दा नि अब कर्पोरेट कुरामा अब म्यानेजर अगाडि बसेको छ त्यही स्याट नपार्ने भन्ने जस्तो कुरा हुन्छ नि त यहाँ चाहिँ बाल छैन है नर्मली एकदम त्यो अब इन्फ्याक्ट वेदरले पनि त्यस्तै गरायो होला अब यहाँ नपुसे कहाँ पुस्ने भने जस्तो होइन किनभने एकदम चिसो छ अनि त्यसपछि मान्छेलाई जहिले नै विन्टर त अलमोस्ट जहिले स्याङ त हो नि स्याङ भनेको चाहिँ रनिङ नोज है अनि त्यो कल्चर म त्यो चाहिँ दामी एउटा बनाउनु पर्ला जस्तो छ कन्टेन्ट त्यसको होइन त्यो कल्चरल सक भनेर क्या अनि त्यसपछि अब त्यो सिगानकै त्यो स्याटो पारेको भिडियो त नहाल्ने तर ब्याकग्राउन्ड नोइजमा चाहिँ त्यो चाहिँ हो है त्यो स्क्यान्डिनेभियामा जहाँ पनि होला मलाई आई थिङ्क त्यो डेनमार्कतिर फिनल्यान्डतिर पनि होला चिसो ठाउँमा यसो गरे होला त्यो एकदम कल्चर सक चाहिँ त्यो हो अनि अर्को चाहिँ अब नर्वे चाहिँ एकदम सिमिलर छ नि त हाम्रो देशसँग जस्तै अब जुत्ता खोलेन भने यहाँ चाहिँ एकदम त्यो अफेन्सिभ मान्छ होइन त्यसपछि अब कसैको पाहुना भएर जाँदाखेरि चाहिँ घरभित्र जाँदाखेरि जुत्ता खोलेर जाने त्यसपछि ज्याकेटहरू बाहिर खोल्ने ज्याकेट बाहिर खोल्ने त अलिकति त्यो चिसो देशको कुरा भयो तर जुत्ता खोल्ने होइन अनि कतिपय कुराहरू अब जस्तै अब यो फिलोसफिकल कुराहरू गर्दाखेरि पनि नर्वेमा पनि थोर भने जस्तै अब यो के अरे ऊ हो क्या हाम्रो यो चड्कनको गड भने जस्तो हो यिनीहरूको चाहिँ थोर होइन यिनीहरूको गड हो नि त थोर भने अब हाम्रोमा चाहिँ लाइटनिङको गड होइन लाइटनिङको गड अब हाम्रो वज्रदेव होइन हाम्रो चड्कनको ऊ हुन्छ नि त अनि त्यसपछि छ यिनीहरूको नि अब चड्कन र चट्याङ मिस चट्याङ ओडको सिलेक्सन चाहिँ अब कतिपय त्यो आफूलाई शब्दहरू नआएको जस्तो फिल हुँदैन किन भन्दा अब यो एउटा ल्याङ्ग्वेज धेरै भाषा भयो अनि त्यसपछि एउटा ल्याङ्ग्वेज सिकिरहँदाखेरि चाहिँ अब त्यो कम्प्लिटली त्यो नै सबै बोल्न पनि सकिँदैन अनि त्यसपछि इङ्ग्लिस पनि अब हाम्रो सेकेन्ड ल्याङ्ग्वेज हो होइन इङ्ग्लिस काम त अब अहिले इङ्ग्लिसमै गरिन्छ त्यही पनि स्टिल अब यो ल्याङ्ग्वेज सिक्ने टाइममा चाहिँ मान्छेलाई एकदम त्यो वर्डको खाँचो हुन्छ त्यसपछि मैले खास के भन्दै थिएँ अनि त्यसपछि यो चड्कनदेव भयो होइन चट्याङदेव अनि अर्को चाहिँ हाम्रो अब यिनीहरूको जस्तै पानीको पनि जलदेव भने जस्तो यो फ्योर्डको के ओसनको जस्तै समुद्रको भगवान भने जस्तो अगिर ए र ई काटेकोलाई के भन्छ एगिर भन्छ होइन त्यो एउटा त्यो पनि छ अनि त्यसपछि मिल्यो नि त धेरै अब हाम्रो सबै कुराहरू मिल्छ धेरै नेचर त आँखा चिम्लेर जस्तै अब नर्वे र कहीँ नघुमे मान्छेलाई नर्वेको अब जस्तै नेपालको माथिको भाग है जस्तै अब राराजानीतिर मुगुतिर होइन त्यो जहाँ चाहिँ अल्पाइन ट्रीहरू हुन्छ नि यो त्यस्तो ट्रीहरू लगाएर त्यो ठ्याक्क लगाएर आँखा चिम्लेर त्यहाँ लगाएर राखिदिने र नर्वेको कुनै एउटा त्यो हामी जस्तै हाइक गर्छौँ नि त्यहाँ लगाएर राखिदिने हो भने अनि त्यो मान्छेलाई छुट्याउन एकदम गाह्रो नै भने जस्तो छ क्या वेदर सबै कुराहरू एकदमै नेपालसँग रिलेटेबल सबै एकदम रिलेट गर्न मिल्ने नै छ धेरै जस्तो कुराहरू तपाईँले त्यसो भए कति ठाउँ घुमिराख्नु भएको छ नि त सो एकदमै खतरा वाउ एकदमै मेस्मराइजिङ कहिले बिर्सिन्न जस्तो कुनै ठाउँ छ नर्वेकै अहिलेसम्म घुमेको मध्येमा नर्वेको चाहिँ मलाई गाइराङ्गेर अस्ति भर्खर गएको गाइराङ्गेर एकदमै दामी लाग्यो होइन किन भन्दा त्यो एज अ नेपाली आँखाले त्यस्तो कुरा कहिले पनि देख्न पाइँदैन होला भने जस्तो लाग्यो मलाई किन भन्दा त्यो नेचर चाहिँ सिमिलर छ तर एट द सेम टाइम त्यहाँको त्यो डेभलपमेन्टहरू अनि त्यसपछि त्यहाँ त्यत्रो ठुलो क्रुज त्यो कति 350 मिटरको हुन्छ क्या त्यो क्रुज होइन त्यो टाइटानिक भन्दा इभन ठुलो छ कि त्यो अहिले हालेको त्यो जर्मन क्रुज हो होइन अनि त्यस्तो त्यो खाल्डो जस्तो ठाउँमा पानी भएको ठाउँमा पनि
त्यहाँ चाहिँ त्यो क्रुजहरू छ, त्यस्तो राम्रो राम्रो रेस्टुरेन्टहरू छ, त्यसपछि त्यो डेभलपमेन्टवाला कुरो कि नेचुरल कुरा। अनि त्यो सबै पर्सपेक्टिभ चाहिँ एकै नेचुरल कुरा। अनि त्यो सबै पर्सपेक्टिभ चाहिँ एकै आँखाले देख्नै नसकिने जस्तो फिल भयो। म पनि गएको थिएँ, कति एक्सेसेबल बनाइदिएको क्या। त्यस्तो बाटो छ, पहाड छ, तर आरामले गाडीमा जानु मिल्ने। त्यहाँ फेरि गएर कहाँ गएर बस्ने, के खाने भन्ने पिर छैन, होटलहरू छ, रेस्टुरेन्टहरू छ होइन, मजाले आनन्दले भ्यू हेर्ने। त्यो चाहिँ त्यस्तो ठाउँहरू नेपालमा पनि टन्नै छ, तर एक्सेसेबल छैन होइन। अब हुन त डेली लाइफस्टाइल नै गाह्रो छ गाउँतिर बस्नेहरूलाई, घुम्ने कुरा त अलिक पऱ्यो, तर टुरिज्ममा अलिकति इन्भेस्ट गर्न सक्यो भने चाहिँ यहीँको नर्वेकै मान्छेहरू पनि नेपाल भन्दै जान्छन् होला, स्टिल गइरहेकै। त्यही भने तर यहाँको कतिपय मान्छेहरू एबिसी जान्छ कि, एबिसी जान्छ। अनि त्यसपछि उनीहरूको चाहिँ अब यहाँ चाहिँ भ्याकेसन भनेको एकदम प्रायोरिटीवालामा राख्छ नि त मान्छेहरूले काम गर्नेले। अनि त्यसपछि उनीहरूको चाहिँ मेरै कतिपय साथीहरूले चाहिँ मेरो नेक्स्ट इयर प्लान चाहिँ अब एबिसी छ। अनि त्यसपछि मेरो कजन चाहिँ एबिसी गयो होइन। अनि त्यसपछि तर माउन्टेनियरिङमा चाहिँ नर्वे एकदम माथि। अस्ति भर्खर निम्स दाईको रेकर्ड तोडेको पनि नर्वेजियनले केटी नर्वेजियन केटी हो क्या। अब अनि रिलेट गरेको कि कसरी हुन्छ नेपालसँग रिलेट गर्नेवाला कुरा। माउन्टेनियरिङ एकदम बढी गर्छन्। अनि त्यसपछि अर्को चाहिँ मलाई जस्तो अघिको कुरा चाहिँ अब त्यो गाइराङ्गीर भने त्यो ठाउँमा अब जसरी त्यो नेचुरल ब्युटी चाहिँ नेपालमा त्योभन्दा धेरै राम्रोहरू पनि छ, कम्पेयर गर्नु मिल्दैन। तर हाम्रो लागि चाहिँ त्यो राम्रो लाग्ने ठाउँहरू छ होइन। राम्रो आफूलाई राम्रो लाग्ने त भन्न त पाइयो नि त होइन, पायो। त्यो कतिपय ठाउँहरू छ, तर त्यो गाइराङ्गीरमा भएको यहाँको नर्वेमा अथवा अरू देशमा भएको चाहिँ के छ भन्दाखेरि त्यो नेचुरल ब्युटीमा अलिकति म्यानमेड टच छ, जसले गर्दाखेरि चाहिँ त्यो एक्सेसिबल हुन्छ। अनि जसले गर्दा त्यो ब्युटी चाहिँ धेरै आँखाले देख्न पाउँछ। अनि त्यो अलिकति सजिलो बनाइदिएको छ क्या। अनि त्यसपछि अब अनटच हुनुपर्छ भन्नेवाला अब कल्चरल रिचुअल भ्यालु छ भने ठिक छ। जस्तै पाथिभरामा केवल गात नदिने भनेर एकदम प्रोटेस्ट भइरहेछ नि। रिचुअल भ्यालु छ, कल्चरल भ्यालु छ, त्यसमा केही बोल्नै मिलेन। जे हो ठिक हो होइन, भगवान्को कुरामा केही बोल्न मिलेन। तर कतिपय ठाउँहरू छ जहाँ चाहिँ एक्सेसिबल भइदियो भने धेरै टुरिज्म बढ्ने ठाउँ छ नि त होइन। अब जस्तै एबिसी गयो, अब त्यो यहाँ चाहिँ कस्तो ठाउँ देखिने भन्दा एबिसी, तर एबिसीकै साइडमा गाडी चलिरहेछ भन्ने जस्तो कि। तर फेरि डिस्ट्रक्टिभ पनि छैन नि त, सस्टेनेबल डेभलपमेन्ट छ नि त यहाँ। एक्चुअली बाटोको लागि बनायो, तर अरू कुरा त उसले ह्याम्पर गरेको छैन। सो सस्टेनेबल डेभलपमेन्ट भयो भने चाहिँ नेपालमा पनि खत्रै हुन्थ्यो। तर यहाँ धेरै रक पनि छ नि त, नेपालमा माटो छ, धेरै फर्टाइल ल्यान्ड छ, अनि सबै पहिरो जाने के गर्ने हुन्छ, गाह्रो च्यालेन्जेस पनि छ। कन्टेन्ट क्रिएसनको कुरादेखि लिएर हामी नेपाल पुग्यौँ, नर्वे पुग्यौँ, धेरै ठाउँ पुग्यौँ, नेचर पुग्यो, सबै कुरा पुग्यो होइन। तर रमाइलो भयो अहिलेसम्म। लगभग हामी चाहिँ एपिसोडको एन्डतिर आइसक्यौँ। सो एज अ ग्रोइङ कन्टेन्ट क्रिएटर जोसँग लगभग 2-3-4 वर्ष कति वर्षको एक्सपिरियन्स होला नर्वेको केसमा चाहिँ होइन, त्यसको एक्सपिरियन्सको आधारमा चाहिँ तपाईँले अब अहिलेको इमर्जिङ न्यू कन्टेन्ट क्रिएटर्सहरू जसले चाहिँ केही गरौँ भनेर सोचिराख्नु भएको छ, उहाँहरूलाई चाहिँ के सजेसन दिन चाहनुहुन्छ? लाइक मेबी अब कन्सिस्टेन्ट हुनु पर्ने हो कि त्यसको लागि के गर्नुपर्ने हो, अर केही सजेसन्स छ भने भनिदिनु न त। सबैजना चाहिँ ठ्याक्कै भन्यो भन्नुभयो होइन। सबैभन्दा मेजर रोल चाहिँ त्यो कन्सिस्टेन्ट छ कि छैन त्यसले नै प्ले गर्छ होइन क्रिएसनमा चाहिँ। जस्तै अब त्यो इन्स्टाग्रामले त्यो आफ्नो इन्गेजमेन्टहरू के भयो भनेर लास्ट मन्थको त्यो सबै हेर्नु मिल्छ क्या होइन। अनि त्यसपछि त्यो लास्ट मन्थको हेर्दाखेरि चाहिँ तैँले यतिवटा पोस्ट गरिस्, अब यसलाई बिट गर्नको लागि चाहिँ तैँले नेक्स्ट मन्थ चाहिँ योभन्दा अलिकति बढी पोस्ट गर। उसले आफै सजेसन दिन्छ क्या। त्यो मन्थली रिक्याप भन्ने हुन्छ, त्यो हेर्नु मिल्छ होइन। जस्तै फर इन्स्टेन्स 10वटा पोस्ट गरेछ भने 10वटा पोस्ट गरेर मेरो 1000 भ्यू आएको छ भने नेक्स्ट मन्थलाई चाहिँ तैँले त्यो लास्ट मन्थलाई बिट गर्नलाई चाहिँ तैँले 12वटा पोस्ट गर्नु पर्यो। अर तेरो यो चाहिँ अब हुक स्ट्रङ गराउनु पर्ने हो कि त्यो भनेर दिन्छ कि। यो कुरा मैले किन ल्याएको भन्दाखेरि सबैभन्दा बढी चाहिँ कन्सिस्टेन्ट हुनु पर्यो होइन। एकदम कन्सिस्टेन्ट पोस्ट गरेको गर्ने। अब के भन्ला कसो भन्ला त्यो भन्न थाल्यो भने त भ्याइयो होइन, कामै छैन। अब के भन्ला अब त्यो अब हुन पनि हो। फेरि अब दिनकै 3-4वटा पोस्ट गरेँ, अनि त्यसपछि फलोवर्सहरूलाई दिक्क लाग्छ, त्यही कुरा हेरे गर्न लाग्छ होइन। मलाई अब कतिपय
नेपाली नै बहिनीहरू दिदीहरू यताउता धेरैले कति हालेको कि कलर सपनारमा कति हालेको त्यो मलाई हेर्दा हेर्दा झ्याउला त्यो मैले अनफलो गरिदिएँ भने त्यो टन्नै छ होइन अनि त्यस्तो मान्छेहरू चाहिँ अनफलो गरिदियो भने फेरि एकदम फाइदा हो किन भन्दाखेरि अब त्यो कलर सपनामा कति आयो भनेर स्क्रोल गरेर कति आयो भनेर त्यो माथि नहेरिकन स्क्रोल गरिदियो भने मेरो इन्गेजमेन्ट त्यो तल एल्गोरिदमले मेरो घटाइदियो क्या मान्छेले कति सेकेन्ड हेरेको छ होइन त्यो नन फलोवरले हेर्ने कुरा त झन् 3 सेकेन्डभन्दा बढी गयो कि गएन एउटा पुलमा पठाउँछ नि त भिडियो हाल्ने बित्तिकै 10 जनालाई पठाउँछ 10 जनाले पठाउँदाखेरि 10 जनामा कतिजनाले लाइक गर्यो कतिजनाले सेयर गर्यो कतिजनाले 3 सेकेन्डभन्दा बढी होल्ड भयो त्यही भएर स्ट्रङ हो चाहिने भन्ने कारण चाहिँ त्यो हो कि अनि यस्तो यस्तो माइनर कुराहरूलाई ध्यान दिएर क्रिएसन गर्यो भने चाहिँ म त बिचरा जम्मा 37,000 के बोल्ने होइन अब त्यो नेपालमा त ह्युज स्केलमा ठाउँको ठाउँ आजको भोलि नै त्यो एकदम ह्युज नम्बर अफ फलोवर गेन गर्न सक्ने पोसिबिलिटी हुन्छ होला है त्यति सजिलो पनि छैन तर एट द सेम टाइम मेहनत गर्यो भने त्यही अनुसारको फल खान चाहिँ सजिलो छ होइन आजको एपिसोड निकै रमाइलो भयो हामीले धेरै कुराहरू गऱ्यौँ कन्टेन्ट रिलेटेड अनि अरू साथसाथै अरू विषयहरू पनि टच गऱ्यौँ आई होप आजको एपिसोड यहाँलाई राम्रो लाग्यो होला फर्दर एपिसोडहरू पनि आउने नै छन् रमाइलो कन्टेन्ट्सहरू लिएर आउने ट्राई गर्नेछु मलाई आज सन्तोष अर्यालजीले धेरै कुराहरू सिकाउनु पनि भएको छ कि कस्तो कस्तो कन्टेन्टहरू कसरी गर्ने कसरी कन्सिस्टेन्ट रहने र कसरी मोटिभेटेड रहने भनेर पनि सिक्यौँ तपाईहरुले पनि सिक्नुभयो होला सो सी यू इन नेक्स्ट एपिसोड